प्रतिनिधि सभाको जनप्रतिनिधि पारसमणि गेलालज्यू यो वडामा आउनुभयो कि आउनु भएन? आउनुभयो। 2 नम्बर वडामा आउनुभयो उहाँ? 2 नम्बर वडामा बेलुका जस्तै हिजो हामीले चाहिँ उहाँलाई फुरन्दमा भेट्यौँ होइन? 3 बजेतिर आइपुग्नु ए 2 नम्बरमा 3 बजे आउनुभएको थियो। ए पारङचोक धारा खोलाको पारङचोकमै आउनुभयो? धारा खोलाको पारङचोकमा आउनुभएको थियो। 3 साढे 3 बजे त्यस्तै केही समयमा आइपुग्नु भएको थियो र त्यहाँ केही वयोवृद्ध समाजहरू केही बुद्धिजीवीहरूसँग भेटघाट र सानो थोरै समयको छलफल पनि भयो। त्यस भेटघाट कार्यक्रममा आउनुभएको थियो? अब धारा खोलामै आउनुभएको थियो? गुनासो बुझ्नको लागि आउनुभएको थियो। ए धारा खोलामै? हजुर सुन्नुभयो। ए धारा खोलामै आउनुभयो भनेपछि पारङचोकको धारा खोलामै आउनुभयो भनेपछि जुन धारा खोलाको जुन खरे खोलाको आतङ्क छ होइन, त्यो खरे खोलाको आतङ्क सम्बन्धी केही कुराहरू माग राख्नुभयो? किन तपाईँ वडाको सभापति पनि हुनुहुँदो रहेछ होइन? वडाको सभापतिको हिसाबले र हाम्रो आफ्नै माननीय भएको पनि हिसाबले गर्दाखेरि चाहिँ तपाईँहरूले धारा खोलाको खरे खोला सम्बन्धी केही आफ्नो मागहरू या जिज्ञासाहरू केही त्यस्तो राख्नुभयो? उहाँले केही आफ्नो कुराहरू राख्नुभयो खरे खोला सम्बन्धी? धारा खोलाको गुनासो अथवा खरे खोलाले गरेको क्षतिको बारेमा हाम्रो ठाउँमा धेरै क्षति भएको छ भन्ने कुरो जनसमाजबाट आयो। हजुर। त्यस सम्बन्धमा गर्न सकिने सहयोग पहल हामी गर्नेछौँ। यसलाई मनन गरेको छु मैले। खरेले अलिकति समस्या गरेको पारेको छ भन्ने कुरा मनन गर्नुभएको छ माननीयज्यूले। यसपालिको बजेटमा केही त्यहाँनिर बजेटहरू खसाउने कुरा गर्नुभएको भएन? खसेको कुरा छ कि छैन यसपालि बजेट? धारा खोलाको लागि विशेष गरी किनभने यो खरे नियन्त्रण यो स्थानीय आगामी दिनमा केही सोच राखेको छु भन्नुभएको। आगामी दिनको लागि चाहिँ कुरा गर्नुभयो। किनभने अब यो स्थानीय सरकारले पनि खरे खोलालाई हेरेको कुरा छैन, प्रदेश सरकारले पनि हेरेको कुरा छैन होइन? सबैजनाले अलिकति उपेक्षा गरिरहेको छ धारा खोलाको खरे खोलालाई होइन, पत्रा खोलालाई पनि। सो त्यो हिसाबमा चाहिँ अहिले हाम्रो एकदमै बलियो सरकारका जनप्रतिनिधि हुनुहुन्छ प्रतिनिधि सभाका। सो पारसमणि गेलालज्यूले खरे खोलाको बारेमा अब जे सोच्छु भन्नुभएको छ। हामी समेत लागेर उहाँलाई यो खरे खोलाले हाम्रो बेलका दुईलाई धेरै दुःख दिएकोले, धेरै अप्ठ्यारोमा परेको बाली घर धेरै क्षति भइरहने गरेकोले गर्दा यसको लागि दिगो हुन्छ या कसरी हुन्छ यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर हामी समेत सुझाव दिनलाई अब आउँदा उसको लागि तत्पर छौँ। हामी नै हौँ पीडित भनेका यहाँका। अनि यो जुन सप्तकोशीको कटान छ अहिले चाहिँ कटान एकदमै नमिठो तरिकाले नै बारा क्षेत्र नगरपालिकाको सुनसरीस्थित बारा क्षेत्र नगरपालिकाको वडा नम्बर 6 र 9 मा एकदमै धेरै कटान गरिरहेको अवस्था छ होइन? अब माननीयज्यूले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने हिजोको पनि अन्तर्वार्ता सकिसकेपछि कुरा हिजोको अन्तर्वार्ता सकिसकेपछि माननीयज्यूले अब युवाहरूले क्वेसन सोद्धाखेरि चाहिँ प्रश्न गर्दाखेरि चाहिँ अब त्यो विषयमा चाहिँ कटान सम्बन्धी के कस्ता योजनाहरू छन् भन्ने कुरा गर्दाखेरि हिजो चाहिँ युवाहरूले प्रश्न गर्दाखेरि चाहिँ उहाँको कस्तो एन्सर आएको थियो भन्दाखेरि चाहिँ यो मेरो क्षेत्रमा पर्दैन भन्ने तरिकाले कुरा गर्नुहुँदै थियो। थोरै गैर जिम्मेवार लवजमा कुरा गर्दै हुनुहुन्थ्यो। युवाहरूले पनि युवाहरूसँग भनाभन्नै भएको विषय थियो त्यही विषय अन्तर्गत सप्तकोशी कटानको विषयमा होइन? किनभने अब उहाँहरूको कुरा चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ अब अहिले जे गरे पनि हुन्छ बेलकाको क्षेत्रमा घर बनाउने के गर्ने हुन्छ, सप्तकोशी बेलकाको क्षेत्रमा चाहिँ कटान आइपुगेन अनि भन्नु त्यसपछि म गर्छु भन्ने तरिकाको कुरा सुनिएको थियो हिजो होइन? त्यो तरिकाको भाष्य बुझिएको थियो उहाँको चाहिँ। अब त्यो क्षेत्रमा यदि अब सुनसरीको त्यो बडा क्षेत्र नगरपालिकामा कटान गर्दै आइपुग्यो भने त कोशी फुटिहाल्यो भने त्यहाँदेखि त सबैभन्दा प्रभावित हुने क्षेत्र त यो गाउँहरू सबै हो नि त होइन र? त्यसमा चाहिँ अब हजुरको मत के होला? धन्यवाद पत्रकार मित्रज्यू यो क्वेसनको लागि। मलाई पनि चासोको कुरा नै थियो। हजुर। राखिदिनु भयो मैमाथि प्रश्न। म यसको लागि आभारी छु र म पनि यो कोशीकै छेउमा जहाँबाट पानी फुटेर पस्छ भनेको त्योभन्दा धेरै गहिरो ठाउँमा म छु अहिले। मेरो बस्ती छ यहाँ अहिले। यो सबै बस्ती चन्द्रपुर है? बेलका दुई टोल बस्ती भनेको गहिरो ठाउँमा छ। हजुर। त्यहाँको जति मान्छेलाई डर त्रास होला त्योभन्दा ज्यादा चाहिँ हामी अझ हाम्रो घरको धुरीबाट पानी जाने ठाउँमा हामी बसेका छौँ। सुनसरीको बसोबास त्यो बेला सुनसरीको बडा क्षेत्रको नगरपालिकाको वडा नम्बर 6 र 9 को बसोबासीहरूभन्दा धेरै जोखिम चाहिँ यहाँ छ। होचो ठाउँमा छौँ हामी। त्योभन्दा पनि धेरै होचो ठाउँमा छौँ र त्यहाँबाट फुटेको पानी आउने भनेको हाम्रो बेलका वडा नम्बर 2 मा नै हो। हजुर। त्यसले गर्दा
अलिकति हामी कार्यकर्ताहरूले मैले पनि अलिकति यस्तो छ यहाँ भनेर माननीयज्यूलाई सुझाउन नसकेको थिएँ होला। यहाँ पत्रकार मित्रज्यूहरूले यो कुरो अगाडि यसो बढाइदिएर चर्चामा आउँदा मलाई अझ सहज भएको छ। माननीयज्यूलाई अवस्था यस्तो हो, क्षेत्र मात्रै सुनसरीको अलिकति मुखमा पर्ला, बस्ती सबै उदयपुरकै पर्छ। क्षेत्र अलिकति जमिन मात्रै केही भाग सुनसरीको पर्ला, धेरै जनसङ्ख्या बसोबास भनेको 3 र 2 नै पर्छ। लगायत 1लाई पनि असर पर्छ, 1मा पनि क्षति पुर्याउँछ यसले बेलुकाको। त्यसले गर्दा अब आउँदा दिनमा आउँदा अवस्थामा यो बस्ती जोगाउनको लागि माननीयज्यू भनेको यही चुनाव क्षेत्रको मात्र होइन, देशको माननीयज्यू हो। त्यसले गर्दा राज्यको नीति निर्माण गर्ने ठाउँमा पुग्नु भएको छ। हामी गौरवान्वित छौँ ताकि उहाँले यस क्षेत्रलाई सुरक्षाको लागि हामीलाई केही सोध्नुहुन्छ, हजुरहरूले यस्ता कुरा राखिदिएपछि अब चासो बढो माननीयज्यूमा भन्ने कुरो मलाई विश्वास भएको छ। र यस क्षेत्रको लागि अझ अब राम्रो हुने अवसर यो पत्रकार मित्रज्यूले मलाई बनाइदिनु भयो। यसका लागि यहाँसम्म आभारी नै छु। हस्, धन्यवाद सर।